गाइज मर्निङ वाक चाहिँ एकदम इम्पोर्टेन्ट छ। गाइज म चाहिँ जाँदैछु है। यो कहिलेकाहीँ कस्तो हुन्छ भने तपाईँ एकान्तमा बस्नुभयो, शान्त ठाउँमा बस्नुभयो भने चाहिँ तपाईँले आफूले जुन सोच्नुहुन्छ अलिकति आफूले सोच्ने टाइम बग्छ मिल्छ क्या। तपाईँले चाहिँ कुनै प्लानिङ गर्नु चाहनुभएको छ अथवा चाहिँ इट्स लाइक तपाईँको केही पनि कुराहरूलाई चाहिँ तपाईँले यो गर्दै हुनुहुन्छ भने तपाईँ एकान्तमा बस्नुहुन्छ। अनि यो ठाउँ एकदमै राम्रो छ। नारायणी नदी त्यही बगिरहेको छ। तपाईँ चाहिँ सर जानुभयो भने गर्नुभयो भने एकदमै राम्रो। हामीले रनिङ हान्नुपर्छ। बिहानको रनिङ गरेर शरीर गयो यस्तो हुन्छ। त्यही भएर चाहिँ रनिङ हान्ने बानी बसाल्नु होला। अब जागिर चाहिँ नभएको हुँदाखेरि चाहिँ कस्तो भइदिन्छ भने अब हामी चाहिँ विदेश हिँड्नुपर्छ। त्यो हुँदा पनि कस्तो महसुस भइदिन्छ, यहाँ यो भएन भन्ने खाले महसुस भइदिन्छ।